आदरणीय प्रभुका जनहरूमा आजको सुन्दर बिहानीमा सबैलाई प्रभु यीशुको नाममा जय मसीह। परमेश्वरले आजको सुन्दर दिन हामी सबैलाई आजको वचनबाट हामी केही कुराहरू हेर्नेछौँ र दोस्रो कोरिन्थी 5:17ले हामीलाई भन्दछ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। परमेश्वरले यो वचनमा आशिष दिनुभएको होस्। साँच्चीकै हाम्रो जीवन चाहिँ हामी चाहिँ नयाँ भएका छौँ ख्रिस्टमा। नयाँ सोच, नयाँ विचार, नयाँ बोली अनि नयाँ नयाँ कुराहरू सोच्ने अनि हाम्रो चाल चलन, हामीले बोल्ने कुराहरू, पुरानो कुराहरूलाई हामीले छोडिसकेका छौँ अनि छोडेको कारणले त्यो कुराहरूमा हामीले हामीले बिर्सिदिनुपर्छ। अब नयाँ कुराहरू हामीले सोच्नुपर्छ। हाम्रो बोली वचन व्यवहारमा, काममा, खानपिनमा सबै कुराहरूमा हामी नयाँ हुनुपर्छ अनि त्यसरी हामी परमेश्वरको वचनलाई हामी पालन गरेको ठहरिन्छ अनि यसबाट परमेश्वरले हामीलाई प्रशस्त आशिष दिनुहुन्छ अनि हाम्रो जीवन चाहिँ बदलेको अरूले पनि थाहा पाउनु पर्यो, ताकि हामी ख्रिस्टमा छौँ भन्ने कुरा चाहिँ हाम्रो चालचलनबाट, व्यवहारबाट थाहा पाउनुपर्छ। परमेश्वरले यस वचनबाट हामी सबैलाई प्रशस्त आशिष दिनुभएको होस् अनि यस्तै भिडियोहरू पाउनको निम्ति तपाईँले हाम्रो च्यानललाई लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिदिनुहोला। धन्यवाद।